हेलो गाइज वेलकम टू न्यू भिडियो। आजको भिडियो रहेको छ कि मैले चाहिँ हैन नेपाली अर्निङ एपमा चाहिँ लाइभ बसेर भोइसमा लाइभ बसेर चाहिँ अर्निङ गर्ने एप चाहिँ मैले ल्याइसकेको छु। सम्पूर्ण साथीहरूले चाहिँ यदि तपाईहरुले चाहिँ यो एपमा चाहिँ डाउनलोड गर्नु भएको छैन भने तपाईले चाहिँ डाउनलोड गर्नको लागि मैले चाहिँ यही भिडियोको कमेन्ट बक्समा चाहिँ मैले यसको लिंक राखिदिएको छु र साथै तपाईहरुले चाहिँ त्यो लिंकमा चाहिँ तपाईले चाहिँ डाउनलोड गर्नु भएपछि सुरुमै चाहिँ तपाईले चाहिँ $4 को चाहिँ तपाईले बोनस पाउन सक्नुहुन्छ। साथै तपाईले चाहिँ यो शुभ एपलाई चाहिँ मैले चाहिँ ओपन गर्न लागिरहेको छु र कस्तो छ के छ हैन सम्पूर्ण जानकारी चाहिँ तपाईहरुलाई दिनेछु। साथै तपाईहरुले चाहिँ यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर यो च्यानललाई सब्स्क्राइब गर्नु होला त साथीहरु। अब सबैभन्दा पहिले हजुरले चाहिँ हैन लिंकमा तपाईले दाबिसकेपछि तपाईले चाहिँ आफ्नो चाहिँ यो शुभ एपलाई चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि तपाईले चाहिँ यसलाई ओपन गर्नु होला। देख्न सक्नुहुन्छ यसलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईको चाहिँ यहाँनिर के हुन्छ भनेपछि तपाईले एउटा गुगल अनि तपाईले चाहिँ चुज गर्नु पर्ने हुन्छ। यहाँ गुगल चुज गर्दाखेरि तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ कि तपाईले एउटा गुगल चुज गर्न सक्नुहुन्छ। अब मैले चाहिँ एउटा गुगल चुज गर्छु। चुज गरिसकेपछि देख्न सक्नुहुन्छ यस्तो अप्सन आयो। अब यस्तो अप्सन आइसकेपछि तपाईको चाहिँ कन्ट्री नेपाल गरिदिनु होला। यो नेपालैमा छ तर तपाईले चाहिँ एउटा यहाँनिर चुज गर्नु होला कि नेपाल भनेर चाहिँ तपाईले चाहिँ अब एउटा सर्च गर्दै पनि हुन्छ हैन नेपाल भनेर हैन ट्यागला नेपाल झण्डा आउँछ। त्यसपछि तपाईको चाहिँ मेल फिमेल के कस्तो हैन मेल फिमेल हुनुहुन्छ। यसमा चाहिँ मेल फिमेल तपाईको लागि कस्तो छ भनेपछि तपाईको यसमा मेल हुनुहुन्छ भने मेल गर्नु होला, केटा हुनुहुन्छ भने केटी हुनुहुन्छ भने फिमेल गर्नु होला। मैले चाहिँ अहिले चाहिँ एउटा मैले फिमेल अकाउन्ट चाहिँ बनाएर देखाउने छु। साथै तपाईको लागि मैले चाहिँ यहाँ फिमेललाई क्लिक गरे। त्यसपछि तपाईको चाहिँ मैले चाहिँ जोइन सुबा भनेको छ त्यहाँनिर टच गरे। टच गर्ने बित्तिकै तपाईको चाहिँ यहाँनिर त तपाईको चाहिँ आईडी क्रिएट भइसकेको हुन्छ। साथै तपाईको चाहिँ यहाँनिर के छ भनेपछि साइनिङ भनेको आएको हुन्छ। स्टार तपाईले स्टार पनि एउटा पाइहाल्नु कति 20 वटा पाइहाल्नु भयो। त्यसैगरी तपाईको चाहिँ यहाँनिर तपाईको चाहिँ अहिले चाहिँ नेपालीहरु पनि हुनु रहेछ है। साथै तपाईको चाहिँ यहाँनिर चाहिँ देख्न सक्नु नेपालीहरु नेपाल पनि हुनुहुन्छ। नेपालीहरु पनि बसिराख्नु भएको छ यसमा। साथै देख्न सक्नुहुन्छ यहाँ पक्कै पनि यो एप राम्रै भएको कारणले चाहिँ नेपाली साथीहरु यति धेरै अब यसमा चाहिँ बसिराख्नु भएको छ। र साथै तपाईको चाहिँ यसमा कुनै न कुनै अब तपाईको चाहिँ रिवार्डहरु पनि धेरै छ होला जस्तो छ। तपाईको चाहिँ यसमा चाहिँ के छ भनेपछि तपाईको चाहिँ मैले अब तपाईलाई चाहिँ सिकाइदिन्छु। सबैभन्दा पहिले हजुरले चाहिँ यहाँ आउनुभयो। आइसकेपछि तपाईको चाहिँ अर्को अप्सन छ। त्यसपछि तपाईले प्रोफाइलमा टच गर्नुला। प्रोफाइलमा टच गर्ने बित्तिकै देख्न सक्नुहुन्छ आफ्नो चाहिँ यहाँनिर त के छ भनेपछि क्वीन डायमन्ड हैन तपाईको चाहिँ यहाँनिर लेबल हैन कस्टमर हैन त्यसपछि लगाएर स्पेशल आईडी। यो स्पेशल आईडीमा त तपाईले के गर्नुपर्ने हुन्छ सुरुमा तपाईले स्पेशल आईडीमा तपाईले यहाँ स्पेशल आईडीमा टच गर्नुला। आईडीमा टच गर्नको लागि तपाईले चाहिँ आफ्नो चाहिँ यहाँनिर आईडी देख्न सक्नुहुन्छ। आफ्नो आईडी यहाँनिर छ है तपाईको चाहिँ यो आईडी हो। त्यसैगरी तपाईको चाहिँ यसमा ब्याक गर्नु होला। यो आफ्नो आईडी गर्न सक्नुहुन्छ। आफ्नो आईडी यहाँबाट हेर्न पनि सक्नुहुन्छ। साथै तपाईले माथिबाट पनि हेर्न सक्नुहुन्छ है तपाईको आईडी यहाँनिर पनि छ है। साथै तपाईको चाहिँ यहाँ के गर्नु होला सुरुमा चाहिँ तपाईले चाहिँ यहाँनिर चाहिँ तपाईले यहाँ इन्टर कोड लेखेको छ। इन्टर कोडमा तपाईले चाहिँ के हाल्न पर्ने हुन्छ सुरुमा चाहिँ मैले इन्टर कोडमा चाहिँ हाल्न सिकाउन लागिरहेको छु। सम्पूर्ण साथीले चाहिँ इन्टर कोडमा त तपाईको माथि रहेको छ नम्बर मैले स्क्रिनमा राखिदिएको छु। यो नम्बर चाहिँ तपाईले चाहिँ इन्टर कोडमा तपाईले हाल्न पर्ने हुन्छ। तपाईले इन्टर कोडमा क्लिक गर्नु होला। त्यसपछि तपाईको चाहिँ हैन प्लिज इन्टर इन्भर्टर आईडी लेखेको छ है। यहाँनिर तपाईले चाहिँ टच गरेर तपाईले चाहिँ यहाँनिर चाहिँ माथि रहेको छ नम्बर मैले चाहिँ यसलाई पेस्ट गर्छु। मैले त कपी गरिसकेको छु। त्यसपछि तपाईको चाहिँ यहाँनिर चाहिँ एउटा रहेको छ कि 14 64 अनि त्यसै 49 अनि 579 रहेको छ। यो नम्बर चाहिँ तपाईले हालेर तपाईले चाहिँ अप्लाई गरिदिनु होला। अप्लाई गर्ने बित्तिकै तपाईको चाहिँ यहाँ देख्न सक्नुहुन्छ कन्फर्म भनेको हुन्छ। यहाँनिर तपाईले चाहिँ कन्फर्म गरिदिनु होला। कन्फर्म गर्ने बित्तिकै तपाईको चाहिँ सक्सेस हुन्छ है त साथीहरु। सक्सेस भइसकेपछि त तपाईको चाहिँ इन्भाइट भइसकेको हुन्छ। तपाईको अब अर्को कुरा छ। तपाईको अर्को कुरा चाहिँ रहेको छ तपाईको यहाँनिर तपाईले इन्भिटेसनमा तपाईले चाहिँ अब तपाईले आफू साथीलाई चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ अथवा तपाईले चाहिँ साथीहरुलाई शेयर गर्न सक्नुहुन्छ। अनि सुरुमा चाहिँ तपाईले के गर्न पर्ने हुन्छ लाइभहरु अब भोइसमा लाइभहरु बस्नको लागि तपाईले चाहिँ यसमा टास्कहरु हेर्यौ त यसमा टास्कहरु चाहिँ तपाईको चाहिँ रहेको छ कि तपाईको यहाँनिर तपाईले भेरिफायरमा क्लिक गर्नु होला। भेरिफायरमा क्लिक गर्ने बित्तिकै तपाईको चाहिँ यहाँनिर के अप्सन छ भनेपछि तपाईले चाहिँ भेरिफायर नाउ लेखेको छ यहाँनिर टच गर्नु होला। यहाँ टच गर्ने बित्तिकै तपाईले दुईटा अप्सन आएको हुन्छ। यहाँ दुईटा अप्सन आएको हुन्छ। यसमा चाहिँ तपाईले चाहिँ एजेन्सी पनि बन्न सक्नुहुन्छ अथवा तपाईले यहाँनिर तपाईले क्रिएट अन एजेन्सी लेखेको छ। एजेन्सी पनि क्रिएट गर्न सक्नुहुन्छ अथवा तपाईले जोइन पनि गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईले चाहिँ एजेन्सीमा जोइन नगरिकिन तपाईले चाहिँ कुनै टास्कहरु पनि हेर्न सक्नुहुन्न र साथीहरु कुनै टास्कहरु पनि दिने छैन। तपाईले सुरुमा चाहिँ एजेन्सीमा जोइन हुनै पर्ने हुन्छ। जोइन भएर तपाईले चाहिँ अनि भेरिफाई गर्न पर्ने हुन्छ। अनि भेरिफाई गरिसकेपछि बल्ल तपाईको चाहिँ टास्क देखाउनेछ। अनि भनेपछि तपाईले यहाँ जोइनमा क्लिक गर्न जोइन एजेन्सीमा क्लिक गर्ने बित्तिकै तपाईले के गर्नु होला भनेपछि यहाँनिर इन्टर एजेन्सी इन्भिटर कोड भनेको छ। यहाँनिर तपाईले के गर्नु होला भनेपछि माथि रहेको नम्बर छ एजेन्सी मैले चाहिँ आईडी त्यो आईडी चाहिँ तपाईले चाहिँ के गर्नु होला
मैले चाहिँ पेस्ट गर्छु यसलाई। पेस्ट गरेपछि तपाईँको चाहिँ यहाँनिर चाहिँ मैले 14 64 49 अनि त्यसपछि 579 यो नम्बर चाहिँ हजुरले हालेर यसमा चाहिँ तपाईँले नेक्स्ट गरिदिनु होला। नेक्स्ट गर्ने बित्तिकै तपाईँको चाहिँ यहाँनिर भेरिफायर नाउ भनेर आएको हुन्छ। भेरिफायर नाउमा टच गरेर तपाईँले चाहिँ के गर्नु होला भनेपछि यहाँनिर तपाईँले चाहिँ भेरिफायर नाउमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले चाहिँ यहाँनिर तपाईँले चाहिँ के गर्नु होला भनेपछि यहाँनिर तपाईँले चाहिँ आफ्नो चाहिँ होइन यहाँनिर चाहिँ अब तपाईँले चाहिँ एउटा क्यामेरा ओपन गरेर चाहिँ यहाँनिर त तपाईँले क्यामेरा ओपन गरेर चाहिँ आफ्नो चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ आफ्नो फेसहरू। तपाईँले चाहिँ फेसहरू यहाँनिर चाहिँ तपाईँले ओपन के अरे फेसहरू भेरिफाई गर्नु होला। त्यसपछि तपाईँको चाहिँ यहाँनिर तपाईँको चाहिँ टास्कहरू देखाउनेछ है त साथीहरू। अनि तपाईँको चाहिँ यहाँनिर सक्सेस बनाउनु होला। साथै तपाईँको चाहिँ अहिले चाहिँ मैले रहेको छ कि यहाँनिर के रहेको छ भनेपछि यहाँनिर तपाईँले यहाँनिर चाहिँ एजेन्सी पनि क्रिएट गर्न सक्नुभयो हैन। त्यस्तै गरी तपाईँले चाहिँ अब तपाईँले अप्लाई गर्नुभयो अनि उताबाट अप्लाई गर्ने बित्तिकै तपाईँले यस्तो भयो जोइन भयो। जोइन भइसकेपछि तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ भेरिफाई गर्नु होला। तपाईँले चाहिँ यहाँनिर क्लिक गर्नुभयो अनि तपाईँले चाहिँ यहाँनिर क्लिक गरेर तपाईँले चाहिँ यहाँनिर उ गर्नु होला है त। तपाईँले चाहिँ यहाँ सक्सेस गर्नु होला। त्यसपछि तपाईँको यहाँनिर टास्कहरू देखाउनेछ है त साथीहरू। यही नै छ साथीहरू। अर्को भिडियो चाहिँ अब के गर्नु हैन यहाँनिर तपाईँ एजेन्सीमा तपाईँले क्लिक गर्ने बित्तिकै तपाईँले यहाँनिर जोइन भएको देखाउँछ है। अनि त्यसपछि तपाईँले त्यहाँनिर भेरिफाई गर्नु होला। अनि साथै तपाईँले चाहिँ हैन साथै तपाईँले भेरिफाई गरिसकेपछि तपाईँले चाहिँ त्यहाँनिरबाट चाहिँ टास्कहरू लिन सक्नुहुन्छ। टास्कहरू पनि देखाउँछ है। तपाईँको चाहिँ अब डायमन्डहरू अब तपाईँ कति छ भनेपछि यसमा चाहिँ तपाईँको 7 दिनसम्मलाई छ है। मैले हेरेको सकेको छु यसमा चाहिँ तपाईँको चाहिँ 7 दिनसम्मको लागि छ। 7 दिनसम्मको लागि तपाईँले 1 घन्टा लाइभको लागि तपाईँले चाहिँ भोइस लाइभको लागि तपाईँले चाहिँ कम्तीमा माइकमा बस्नु भएपछि कम्तीमा तपाईँको चाहिँ 2000 रिवार्ड दिन्छ भने साथै तपाईँको चाहिँ 3 घन्टा चाहिँ तपाईँले माइकमा बस्नु भएपछि 3000 रिवार्ड दिन्छ है त साथीहरू। बाँकी तपाईँको चाहिँ यसमा रहेको छ कि सबैभन्दा राम्रो रहेको छ र बाँकी तपाईँको चाहिँ यसमा पक्कै पनि इस्या खल्तीमै अब तपाईँले चाहिँ लिन सक्नुहुन्छ। साथै तपाईँले यहाँ विड्रॉ प्रोफाइल देखाएको छैन। साथै तपाईँहरूले पनि डाउनलोड गरेर यसलाई चलाउँदै गर्नु होला। आउँदै गर्नेछ यसमा अपडेटहरू आउँदै गर्दाखेरि विभिन्न चाहिँ अप्सन आउनेछ र राम्रो राम्रो पनि चिजहरू हुनेछ। बाँकी सम्पूर्ण साथीहरू यो भिडियो चाहिँ तपाईँले माया गरेर तपाईँले पनि यो मैले चाहिँ लिङ्क राखिदिएको छु त्यहाँबाट तपाईँले चाहिँ डाउनलोड गरेर त्यसपछि तपाईँले चाहिँ यहाँ आउन सक्नुहुन्छ। साथीहरू तपाईँहरूले चाहिँ कस्तो लाग्यो भिडियो हैन यहाँ राम्रो लागेछ भने यहाँनिर के गर्नु होला यहाँ इन्भिटेसनमा क्लिक गरेर तपाईँले चाहिँ इन्भिटेसनमा क्लिक गर्दाखेरि तपाईँले चाहिँ अब तपाईँले यहाँ इन्भिटेसनमा क्लिक गर्न यहाँनिर अनि यहाँ क्लिक गर्ने बित्तिकै तपाईँ के छ भनेपछि इन्भिटेसनमा तपाईँले चाहिँ इन्भाइट फ्रेन्ड गर्नु होला कपी गर्नु होला। कपी गरेर तपाईँले चाहिँ आफ्नो साथीलाई सेयर गर्नु होला है त। सेयर गरेर तपाईँले चाहिँ कुनै न कुनै यहाँबाट बोनसहरू लिन सक्नुहुन्छ। साथीहरू यो भिडियो चाहिँ राम्रो लागेछ भने सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। साथीहरू सम्पूर्ण साथीहरूले यो चाहिँ तपाईँले शुभ भनी लाइभ डाउनलोड गरेर चाहिँ चलाउन सक्नुहुन्छ। हस्त धन्यवाद।